क्या बोल रहा है? उबला हुआ अंडा मांग रहा है। हाम्रो सन्डेबाट हाम्रो रवि भन्ने आइतबारबाट सन्डे बनाएको हाम्रो मुन भनेको के सोमबार भनेको सोम भनेको मुनबाट सोमबार बनाएको हाम्रै 365 दिनबाट चोरेर 365 दिन बनाएको हाम्रो एकला 1 गरेर 1 बनाएको हाम्रो दुईले यसको 2 बनाएको 4 बनाएको यो देश बन्न चाहिँ 6 महिना वेस्ट फाल्दिनु सर 5 दिनमा म बनाइदिन्छु सर यार त्यति सजिलो छ तपाईले भने गाह्रै छैन नि सर के गाह्रो छ आजको दिनमा ल तिनटालाई पकडापुरी जारी गर्ने के गाह्रो छ अहिलेको सालमा म प्रधानमन्त्री प्रत्यक्ष कार्यकारी बनाउन तयार थिए छु पनि अहिले पनि तर लायक भएर आउनु पर्यो नि त उभन्दा खतरा मै छु जस्तो लाग्छ म साइडमा बस्दाखेरि म कसरी मान्नु त होला के चाहियो तपाईलाई एजेन्डा भनौं यो चावडा भने हैन हैन त्यो त जेन्जी पुस्ताले बोके एजेन्डा हो त्यही कुरा पुरा गर्छु नि त मैले मलाई के तपाईको कुरा किन सुन्ने सर खाली जेन्जी पुस्ताको कुरा सुनिरहेको छ त हैन जेन्जी पुस्ताको कुरा म बोलिरहेको छु नि त आन्दोलन त मैले लिड गरिरहेको छु नि त अहिले तत्काल लिड त गरे हैन हाम्रो हरेक बोटमा पैसा हरेक पातमा पैसा भने तिमी त यो जंगल हेर्नु न यो पातहरु हेर्नु हरेक पातहरु गडबडी छ के के रेस्पोन्सिबिलिटी मलाई थाहा भएन अरु जति पनि पातहरु छन् नि 1 रुपैयाँमा हाम्रो पात किन्छन् के नेपालको साल मात्र अहिले हामीले सदुपयोग गर्यो भने प्रत्येक नेपाली आजकै दिनमा 1 करोड बाँड्न पुग्छ 1 करोड 20 लाख बाँड्न पुग्छ 1 करोड 20 लाख बाँड्न पुग्छ हैन होला हामीले चाहने हो भने म यो एमबीसी पनि लहडिदिन नि सक्छु के साथी भन्नु पर्दाखेरि हैन सकिन्छ के हैन मलाई आत्मविश्वास चाहिँ छ के यति कुराहरु के आत्मविश्वास चाहिँ छ एमबीसी लाई भगाउने भन्नु भा हैन सोमालियामा आजभन्दा 20 वर्ष अगाडि भगाएको हो के हैन भगाएको हो नि त एमबीसी लाई एमबीसी मा बम्ने फालेको इतिहास छ नि त आर यु कमेडी मी मलाई जतिखेर पनि दिमागमा चाहिँ बाँच्ने मन नलाग्ने के मर्नु मात्र मन लाग्ने हैन त्यो सबै देखेर अनि सर यो सबै दिमागमा त्यही मात्र कुरा आउने के दाइले बोलाएको जस्तो फिल हुने आइज त पृथ्वीमा सबै गरिसकिस रमाइलो गरिसकिस के काम आइज म भने जस्तो फिल हुने पेन देख्यो भने झुन्डिम जस्तो फिल हुने बाइक चलाइरहेको छु उता टगाइरहेको छु ल ठोक्दिम जस्तो फिल हुने यो बालेन्सा भन्ने छ नि मान्छे मेरो साथी हो है यति खतम काठमाडौँ त भड्कालमा हाल्यो देशै भड्कालमा हाल्न लाग्छ भइसक्यो सुमन साइमीले भाइ त्यो मान्छे ठिक छैन न सपोर्ट नगर 1000 जनाले भन्थे हैन दाइ चण्डाल भन्दा चोरे ठिक भनेर ल्याएर राखेको तर हर्गलाई चाहिँ त बोलिहाल्नु पर्छ के हैन होला तर हर्गलाई चाहिँ त बोलिहाल्नु पर्छ के के बात गरे तपाईलाई यस्तो सजिलो छ कि नेपाल त डाँडाको देश छ अब त उन्नी जमाना आयो नि सर फ्लाइङ कारको जमाना आयो नि त हामी त त्यो सोच्नु पर्यो नि त तपाई हाम्रो पुस्ताले त त्यो सोच्नु पर्यो नि त हैन र एउटा डाँडामा टक्क काट्दिने थोरै स्टेसन बनाउने त्यहाँबाट उड्ने फेरि 10 वटा छाडा पारी जाने फेरि उड्ने जेनेरेसन हामी त फ्लाइङ जेनेरेसन हैन र सर हैन शेरमान्तुलाई मार्छु भन्थे मैले फोन गरेर भाइ नमार यसलाई हामीले देश बनाएर देखाउनु पर्छ भनेको कि महेश बस्न छुटेर मार्छ भने मैले बचाएको हो त्यतिखेर नमार भाइ के गर्नु हुँदैन भन्दा भैरवनाथ गढमा 3000 जाने केटाहरू छिर्न थालेको थिए केटाहरू यिनीहरूलाई अलिक सेफ राख्नु आर्मीले हामीलाई के पनि गर्दैन भनिसकेको थियो कि म यति प्रधानमन्त्री हामी यति भएको है 5 वर्षमा सारा नेपाललाई करोडपति बनाउँथे म भएको है तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ